सफारी सफारी टिकट काट्ने ठाउँ आयो। यहाँ टिकट काट्ने अनि वहाँ पर जाने, हात्ती हेर्ने अनि जङ्गल जाने हो। हाम्रो साथीहरु चाहिँ यहाँ अनि यो पल्लो गाडीमा एउटा गाडी, दुईटा गाडी, तीनटा गाडी। हाम्रो माथि माथि आयो कति? हाम्रो किति माथि छ के? हौ एउटा गाडी गयो हाम्रो। एनिमल देखिन्छ त सब ब्लकमा डिपेन्ड पर्छ। त्यसरी घुम्दै गर्दा के एनिमल देखिन्छ आफ्नो ब्लकमा डिपेन्ड पर्ने कुरा हो। कहाँबाट आयो? पश्चिम पथरी मोरङ भन्ने झापाले गफाडी हिजो नि थियो। झापाले स्टुडेन्ट गफ हान्न सकेन। जङ्गल सुरु भइसकेको यो। यो चाहिँ फ्रिडम वाइल्ड लाइफ हो कि यहाँ भनेको जे पनि एनिमल देखिन्छ नि फ्रिडमले देखिन्छ। त्यसरी बाँधेर थुनेर राखेको हुन्छ कि जस्तै जुमा गयो भने 100% हो देख्ने चान्स। यो भनेको अब 1% चान्स एनिमलहरू देख्ने। धाउँदा नि भ्याउँदैन कि बिहानदेखि बेलुकासम्म गाडी गइरहेको हुन्छ। पर अघि नि त्यो सौरा पार्कमा आउनुभन्दा अगाडि एउटा कटेको खोला चाहिँ कुन हो? गएर पिकअप हेर हेरेर पोथी पर होइन फिमेल हजुर बिहान भन्छ है। बाबु त्यो भाले नाच्ने भने भाले है पोथीलाई आफूतिर बोलाउन एट्र्याक्ट गर्न। तिमीहरू नि पोथी देख्ने बित्तिकै उम्रिन्छ नि त्यस्तै हो। हिजो केस सुने कि नै? कहिले आएको? जाको एउटा स्टुडेन्ट 18 वर्षको चाहिँ मऱ्यो भने सुने कि नै? हिजै हो र? हिजै हो राति 11 बजे। हामी चाहिँ नारायण घाट गएर बसेको थियौँ क्या। यहाँ अर्को मरेर भाले देख्दैन त्यो आफ्नो फ्यामिलीले आम हुने यताउति गर्नुहुन्न कि सरहरूले भनेको रुल्सहरू फलो गर्ने गर्नुपर्छ कि। तिमीहरूलाई पनि रमाइलो सरहरूलाई कम्पिटिसन हुन्छ। अब त मर्दियो 2 दिनवटा सर जानै पाएन, साथीहरू जान पाएन। अलि अगाडि गरिदिनु दाइ। हजुर ढुङ्गाजी घर अलिकति उत्तापट्टि दुईवटा बर्ड देखेछ। हेर त खोलामा रातो अलि कलर छ नि। बर्ड कखेवा भन्छ नि त्यो चरा हो। भित्तामै हो नि त त्यो त होइन? भित्तामै हेर्नु भन्दा त्यहाँ तल चाहिँ अब जस्तै उस मान्छेलाई झम्टिँदैन झम्टिन्छ नि कोही। अलि टाढै छ भने त गाडी रिभर्स लाने अनि भाग्ने चाहिँ हो। भाग्ने मेन त जङ्गली हात्ती त भाग्ने नै हो र अप्सनै हुँदैन। एकदम एग्रेसिभ हुन्छ कि आएर यस्तो पल्टाइदिइहाल्छ होइन। सिधै गाडीमा एट्याक गर्न आउँछ।
हेलिकप्टर ल्याएर केटाहरू सब भर्ती गरेछ यो भालुले खाने तल खाने नि पहिले हात्ती बस्नु ठाउँ अनि ज्ञानेन्द्र पारस सब डेढ महिना 1 महिना बजेपछि बस्छ फेरि निराजन दिपेन्द्र र वीरेन्द्र फेरि धेरै दिन बस्छ यो चाहिँ ज्ञानेन्द्रहरू बस्थे अरे पहिले ज्ञानेन्द्र राजा शिकार खेल्न आउँथे हरे अनि यता बस्थे हरे यो एउटा अहिले चाहिँ जनावरहरू बस्छन् अरे त्यहाँ नजानु अरे जनावरहरू छ अरे भालुले हरेको कता छिर्यो है छिरो ए बुढा उताबाट पनि निक्ले कस्तो बनाएको लगभग धेरै राजा देखियो त के अरे वीरेन्द्र निराजन दिपेन्द्र उसको दिपेन्द्र हुनेवाला बुढी जमेरा र प्रकारको आउँथ्यो कि अनि पारस र ज्ञानेन्द्र महिनौ 1.5 महिना बस्ने पारस त्यसपछि यहाँबाट काण्ड भयो रक्सी खाने ठाउँ राजाहरूले रक्सी खान्छ यहाँ यो त मान्छेले खाएको नि अब मोडर्न छ त ओहो टोइलेट मोडर्न छ त पहिले राजाको होइन अलिक फरकै छ रक्सी खाइरहेको बेलामा जनावर यहीँ आउँथ्यो गैँडाहरू जङ्गली हात्ती नौका चाहिँ के अरे बाघ पनि खोला छन् बाटो यहाँको खराब अघि अन्त अस्ति 1 महिना भयो के अरे बाघले यहीँ जराएको समातेर खायो अब हेर्दैछौँ भेटिन्छ भनेर पनि ग्यारेन्टी हुने भेटिँदैन भन्दा पनि ग्यारेन्टी छैन अचानक चाहिँ खोलातिर जाउँ न हेरौँ मोडर्न टोइलेट छ मोडर्न टोइलेट यहाँ जस्टिस फेरि अर्को आयो यहाँनिर राजा भइसकेपछि अनि राजा त अन्तर्राष्ट्रिय सहमतिबाट राजा बनाएको हो नि त त्यो त्रिभुवन हो नि त राजा भइसक्यो अन्तिम रोशन छ अनि
राजा आउँदा छ नि यो घरहरू बस्ने हो उता बिल्डिङ छ बिल्डिङ बस्दैन उनीहरू मान्छेहरू हारहुर मान्छेहरू त्यसको ठाउँमा बस्दैन त्यो राजा फेरि झरेको त्यो आउँछ मान्छेहरू अनि यो घर छ नि फोल्डिङ सिस्टमको घर हो उठाएर लानु मिल्छ यसलाई बनाएको चाहिँ अरू ठाउँमा चारमा नोट छ नि त यो होटल चल्दाखेरि कति 193 जना गेस्ट थियो अनि माओवादीहरूले राजाको हो भनेर जलाइदिएको नि त होटल अनि पछि अनि यतातिर नेताहरू जम्मै छानबिन गर्दाखेरि प्राइभेट हो भनेर उनीहरू क्षतिपूर्ति तिर्नु पर्यो यसको इन्सुरेन्स त्यो क्षतिपूर्ति तिरिसकेपछि अनि त्यो यस्तो घरहरू बनाएको किनेर ल्याएको अनि घर फेरि बनाएर फेरि चलिरहेको थियो कतिजना 80-90 जना इन्डियनहरू थियो अनि 8-10 जना खैरीहरू त्यो बेला आएर फेरि बम हालेर पड्काइदियो फेरि त्यसै आरोपमा फेरि पछि तिर्यो फेरि पछि अनि त्यो त पछि राष्ट्रिय निकुञ्जले आफै बन्द गर्यो ओपन वर्ष भएको त धेरै त्यो कति 28 वर्ष चल्यो त्यसपछि बन्द भएको चाहिँ यहाँले क्लोज भएको चाहिँ 23 वर्ष भयो हो त भालुको मलाई बाघ ए अहिले के हाम्रो एउटा गाडो गाडो छ नि त्यसलाई के भन्छ अनि प्रिन्सिपल सरले सोध्यो क्या यहाँनिर हात्ती जङ्गली हात्ती देख्यो भने चाहिँ के गर्ने भन्यो कि जङ्गली हात्ती देख्यो भने भाग्ने कि त हल्ला गर्ने हामी सँगै आयो भने चाहिँ हल्ला गर्ने अनि हामी अलिक टाढा खाने बसेर भाग्ने अरे क्या बेसी क्याम्पिङ हालिरहनु नि आएर एकसोहरू केटाहरू सब फुलाइन्छ केटीहरू गई देख्यो ओइ गई ओइ गई गई ऊ गोई छ है गोई ठुलो गई गई राजाहरू बस्ती हरे पोहिली यहाँ माथि सोलर जस्तै छ के हो त थाहा छैन हाम्रो अनि यहाँ पनि यस्तोमा बस्थ्यो अरे राजाहरू चाहिँ हल्लामा बस्दैनन् थियो अरे हामीले अरू चाहिँ होइन गई देखियो होइन यति हो एकदम ठुलो गरेर त्यस पछाडि बनाएको बाघ आयो भने बाघ्ने हामीले गई देख्यौ अनि एउटा पिकक पोसी पिकक देख्यौ यो पनि हामीले नै हाम्रै साथीहरू बसिरहेछ यस्तो पनि हाम्रै यस्तो पनि हाम्रै 3टा गाडी रिजर्भ के गर्नको लागि गैँडा हेर्नको लागि एउटा गैँडा मात्र यनेन्द्रको होटलदेखि हामी चाहिँ लागिसकेको छौँ अगाडितर्फ हामीले